हेलो हेलो साथीहरु, खुसीको खबर छ। खुसीको खबर मात्र नभएर कोसेली पनि छ है। यहाँनेरि कोसेली चाहिँ मेरो माइती घरबाट मेरो भाउजूले पठाइदिनु भएको छ। बाल्यकालको याद आउँछ। माइती घरको कोसेलीहरु आउँदा, माइती घरको भदा देख्दा, भदा बुहारीहरु, आफन्त भाउजूहरु देख्दा बाल्यकालको याद आउँछ। हामी बच्चा बेलामा घरमै छौं जस्तो लाग्छ, तर हामी अहिले काठमाडौँमा छौं। यो कोसेली चाहिँ ताप्लेजुङको आम्बेगुदिनबाट मेरो माइती घरबाट आएको छ। धेरै धन्यवाद भाउजूलाई, मलाई पठाइदिनु भयो सम्झेर, भदाले ल्याइदिएकोमा। दिदीको घर भक्तपुरबाट मैले यो कोसेली लिएर आएँ। कोसेली त हेर्दा त थोरै छ, तर यो एकदम बहुमूल्य छ, किनकि सम्झिनु नै ठुलो कुरा हो हैन। खुसी लागेको छ। अनि आमा बाबा नभए पनि आमा बाबाको याद दिलाउँछ यो कोसेलीले। अनि आफन्त के हो भनेर पनि जनाउँछ है। सम्झिनु भयो, धेरै धन्यवाद। यो कोसेली ल्याउने भदालाई धन्यवाद। अनि हामी खुसी छौं है यो कोसेलीको लागि। यो चाहिँ ताप्लेजुङको अर्गानिक सिकुटी, अर्गानिक घिउ, सम्पूर्ण कुराहरू धेरै थोरै भए तापनि यो चाहिँ बहुमूल्य छ, बहुमूल्य छ है। धन्यवाद, बधाई छ मेरो माइती परिवारहरूलाई।